हेलो एभ्रिवान। आज म तपाईँहरूलाई खुसखबरी देखाउन आँटेको छु हो। मेरो जुन चाहिँ त्यो अस्ति मैले तपाईँहरूलाई भनेको थिएँ, जुन चाहिँ त्यो सिङ्गिङको जुन चाहिँ बारेमा भनेको थिएँ नि, त्यो वाट्सएपमाबाट पनि मलाई इन्भाइट गरेको थियो र आज चाहिँ डाक पनि आएछ, स्पिड पोस्टबाट पनि आएछ। तपाईँहरूलाई देखाउँदैछु र तपाईँहरूले पनि अलिकति सल्युसन दिनुहोस्, जानुपर्ने हो कि नजानुपर्ने हो। म तपाईँहरूलाई त्यसको पेपर देखाउँदैछु। जेम्स माझी एक्चुअली यहाँ जे हुन्छ, मैले एक्चुअली यो सिङ्गिङ ओडिसनको लागि चाहिँ मैले नाम चेन्ज गरेर चाहिँ जेट लेखिदिएको छु। जेम्स माझी नै हुन्छ। यो पनि जे लेखेँ जेट लेखेँ जे लेखेँ पनि यहाँ देख्नु हुँदैछ इन्डियन्स ट्यालेन्ट फाइट। अब फाइट त खेल्नु जानु सक्दिनँ म हो, फाइटहरू त खेल्दिनँ म। मैले चाहिँ सिङ्गिङको लागि उयो गरेको थियो अप्लाई। अब यहाँ सबै कुरो दिएको छ है। यो चाहिँ अब म तपाईँहरूलाई भित्र खोलेर देखाउँदैछु। मैले यो खोलिसकेको थिएँ हो। अब के हुन्छ, धुकुमुकु हुँदैछ। जाउँ कि नजाउँ, यता आफ्नो बिजनेस छोडेर जाउँ के गरौँ भइसक्यो हो। आफ्नो यता बिजनेस पनि छ, सानोतिनो बिजनेस पनि छ। कतिजनालाई थाहा छैन होला। यहाँ लेखेको छ अब हो, इन्डियन ट्यालेन्ट फाइट, कङ्ग्रेचुलेसन जेम्स माझी। यहाँ सबै कुरो लेखेको छ, तपाईँहरूले पढ्नु सक्नुहुन्छ हो। देखिहाल्नु भयो होला तपाईँहरूले पनि। 27 जनवरी 2026, 27 जनवरी चाहिँ त्यहाँ पुग्नुपर्ने, यो होटलमा पुग्नुपर्ने रहेछ। यो होटलमा उत्तराखण्ड, टाढो पनि बहुत टाढो भयो उत्तराखण्ड हो। मेरो साथीलाई जाउँ भनेको थिएँ, मेरो एउटा मुस्लिम साथी छ, त्यसलाई जाउँ भनेको थिएँ। जान्छु त भन्दै थियो। अब हेरौँ के हुने हो। तपाईँहरूले पनि भन्नुहोस् कि जानुपर्ने हो कि होइन यो जग्गामा। यहाँ सबै टर्म्स कन्डिसनहरू लेखेको छ, सबै कुरो यहाँ देखिहाल्नु भयो होला। स्पिड पोस्टबाट आज आएको थियो र कस्तो लाग्यो तपाईँहरूलाई, जानुपर्ने हो कि होइन हो। अब सेलेक्ट हुन्छ कि हुँदैन गएर। अब फर्स्टमा चाहिँ अफ क्यामेरा हुन्छ अरे रेकर्डिङ, त्यहाँबाट चाहिँ अब त्यहाँबाट सेलेक्ट भयो भने चाहिँ त्यहाँबाट क्यामेरामा जाइन्छ अरे हो। अन क्यामेरामा चाहिँ त्यहाँबाट कम्पिटिसन सुरु हुन्छ अरे। अब घरबाट त अब बुढीले त जा भन्दैछ। यहाँ आऊ त बुढी, मेरो बुढीले त जा भन् भाग्यो बुढी हो। बुढीले त जाऊ भन्दै थियो। अब बिजनेस छोडेर कसरी जानु, अब न यता न उता होला कि भन्ने डर सरी भयो। र तपाईँहरू भन्नुहोस् कि कस्तो, जानुपर्ने हो कि होइन। ओके, गुड नाइट।